इङ्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनल प्रवेश। सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इङ्ल्यान्डमाथि 2-1 को पुनरागमन जित निकाल्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। एटलान्ट स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले 1 गोलले पछि परेको स्थिति उल्टाउँदै अन्तिम समयमा 2 गोल गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे। इङ्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गरे। 3 पटकको विश्व विजेता अर्जेन्टिना 7औं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ। 36 वर्षको उपाधि खडेरी तोड्दै सन् 2022मा विश्वकप जितेको अर्जेन्टिना लगातार दोस्रो पटक उपाधि जित्ने बाटोमा अगाडि बढेको छ। अर्जेन्टिनाले उपाधिका लागि अब स्पेनसँग खेल्नेछ। अर्जेन्टिनाले यसअघि सन् 1987, 1986 र 2022मा उपाधि जितेको थियो भने 1930, 1990 र 2014मा फाइनलमा पराजित भएको थियो। सन् 1966मा उपाधि जितेको इङ्ल्यान्ड सेमिफाइनलमा तेस्रो पटक पराजित भएको थियो। तनावपूर्ण बनेको पहिलो हाफमा दुवै टोलीले गोलका लागि अवसर बनाउन नसक्दा गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा 3 गोल भयो। खेलको 55औं मिनेटमा इङ्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। गोर्डनले मोर्गन रोजसको क्रसमा गोल गरेका थिए, तर अन्तिम समयमा अग्रता जोगाउन नसक्दा इङ्ल्यान्ड सेमिफाइनलमै रोकिन पुग्यो। अर्जेन्टिनाले भने च्याम्पियन शैलीमा अन्तिम 5 मिनेटको खेल बाँकी हुँदा शानदार पुनरागमन गर्यो। यसअघि प्री क्वार्टर फाइनलमा 2 गोलले पछि पर्दा अन्तिम समयमा कमब्याक गर्दै 3 गोल गरेर खेल जितेको अर्जेन्टिनाले सेमिफाइनलमा पनि त्यस्तै खेल देखायो। 85औं मिनेटमा कप्तान लियोनल मेस्सीको पासमा एन्जो फर्नान्डेजले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए। बराबरी गोल गरेपछि अर्जेन्टिना खेलमा हाबी बन्न थाल्यो भने इङ्ल्यान्ड दबावमा पर्यो। पहिलो गोल गरेपछि इङ्ल्यान्ड रक्षात्मक रणनीति अपनाउँदै अर्जेन्टिनालाई गोल गर्न नदिने प्रयास गरेको थियो, तर लगातारको प्रयासपछि अर्जेन्टिनाले डेडलक तोड्यो र जसले गर्दा खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुन पुग्यो। दोस्रो हाफमा 9 मिनेटको अतिरिक्त समय थप गरिएको थियो। यही अतिरिक्त समयको दोस्रो मिनेटमा सुपर सब मार्टिनेजले मेस्सीकै पासमा गोल गर्दै अर्जेन्टिनालाई 2-1 को अग्रता दिलाए। महत्त्वपूर्ण समयमा अग्रता लिएको अर्जेन्टिनालाई त्यो अग्रता अतिरिक्त समयमा जोगाउँदै जित हात पार्यो। पहिलो हाफमा निराश बनेको खेलमा दोस्रो हाफमा दुवै तर्फबाट गोलको प्रयास भएको थियो। अर्जेन्टिनाको 5 प्रहार सट अन टार्गेट हुँदा इङ्ल्यान्डले 2 प्रहार मात्र सट अन टार्गेट राख्न सक्यो। सुरुवातदेखि नै बल पोजिसनमा अघि रहेको अर्जेन्टिनाले 64% बल पोजिसनमा राखेको थियो। दुवै टिमबाट गरी खेल भर 26 वटा फाउल भएको थियो।